ल अमित भाइलाई धेरै धेरै बधाई छ है। धन्यवाद। भाइको चाहिँ नि पिएचडी स्टडीको लागि युनिभर्सिटी अफ कान्सस होइन, युनिभर्सिटी अफ कान्ससमा चाहिँ नि अप्लाई गरेको हो। आज भिजा ग्रान्ट भयो होइन, युएस भिजा ग्रान्ट भयो। यसले के देखाउँछ भन्दाखेरि पछिल्लो समयमा युएसएले भिजा दिँदैन भन्दाखेरि पनि हाम्रो प्रोफाइल राम्रो छ भने युएसएले भिजा दिन्छ भन्ने क्लियर देखिन्छ होइन। हाम्रो एकाडेमिक प्रोफाइल, सिलेक्सन अफ युनिभर्सिटी र अन्य प्रोफाइलहरू र इन्टरभ्यू पनि होइन, यी चिजहरू चाहिँ हामीले राम्ररी गऱ्यौँ भने भिजा दिन्छ भन्ने एउटा भाइ पनि इक्जाम्पल हुनुभयो। अनि भाइको फेरि विथ स्पाउस नै हो नि त एप्लिकेसन, श्रीमान श्रीमतीलाई टुगेदर अप्लाई गर्दाखेरि पनि भिजा चाहिँ दियो। तर राम्रो पक्ष के छ त भन्दाखेरि श्रीमान श्रीमती दुवैजना चाहिँ के हो त भन्दाखेरि इक्वल्ली क्वालिफाइड हो होइन। सिभिल इन्जिनियरिङमा मास्टर्स गरेको भाइले स्पेसलाइजिङ इन स्ट्रक्चरल इन्जिनियरिङ, अनि बहिनीले पनि चाहिँ कम्प्युटर साइन्समा मास्टर्स गरेको होइन। दुवैजना चाहिँ काम गरिराखेको प्रोफेसनल्स राइट भयो। अब भाइलाई मैले एउटा सानो कुरा के सोध्न खोजेको यहाँ भन्दाखेरि हाम्रो काउन्सिलिङ इन्टरभ्यू प्रिपरेसन कस्तो पाइयो, यसले कतिको मद्दत गर्यो भाइलाई? नाइम एजुकेसनले मलाई भिजाको मक इन्टरभ्यूको लागि एकदम राम्रो हेल्प पनि गर्यो। सरले आफ्नो पर्सनल्ली टाइम छुट्याएर हामीलाई अब छुट्टीको दिन पनि उहाँले टाइम दिनुभयो, किनभने हाम्रो I-20 पनि टाइट डेडलाइनमा अलि अस्ति भर्खरै आएको थियो। अनि भिजाको इन्टरभ्यूको डेट पनि मैले नजिकै राख्नु परेको कारणले गर्दाखेरि सरले आफ्नो पर्सनलाइज त्यसरी टाइम छुट्याइदिँदा गर्दाखेरि हामीलाई राम्रो तयारी भयो। अनि त्यो काम पनि लाएर अनि आज चाहिँ भिजा रेट सक्सेस भयो, भिजा सक्सेस भयो होइन। हजुर हजुर। अब मैले धेरै भन्नु छैन भाइलाई, धेरै धेरै बधाई छ। दुईजना सँगै जाँदै हुनुहुन्छ, भाइहरूसँग 1 महिना पनि टाइम छैन होइन, त्यो पनि पिएचडी को लागि होइन। सो विश यु अल द भेरी बेस्ट। थ्याङ्क यू। जानुहोस् राम्ररी। भाइको चाहिँ एउटा चाहना के देखेँ इन्टरभ्यू तयारी गराउने क्रममा भन्दाखेरि नेपाल भनेको विशेष गरी काठमाडौँ भ्यालीहरू, पोखरा होइन, यिनीहरू चाहिँ यो अलिकति अर्थक्वेक प्रोन जोन भयो होइन, एकदमै एक्टिभ छ यिनीहरू होइन। अर्थक्वेक चाहिँ जति बेला पनि हुनसक्छ भन्ने खालको छ। र भाइको योजना भनेकै एउटा भाइको लाइन थियो नि साँच्चै चाहिँ इन्टरभ्यूमा, के अरे मलाई एकदम मन परेको लाइन थियो नि, नेचुरल क्यालामिटिज डोन्ट टेक लाइफ्स, विक स्ट्रक्चर्स डु। अब हाम्रो नेपालमा त्यही भूकम्प अस्ति नै 2015मा 7.8 म्याग्निट्युड जाँदाखेरि 9,000जना मान्छेको डेथ भयो भने अस्ति भर्खरै त्यही म्याग्निट्युडको 7.8 म्याग्निट्युडको भूकम्प फिलिपिन्समा आउँदाखेरि लगभग 95 अराउन्डको मान्छेको डेथ भयो। त्यो कुराले गर्दाखेरि चाहिँ स्ट्रक्चरल इन्जिनियरिङ साँच्चैको नै स्ट्रक्चरल इन्जिनियरिङ र अर्थक्वेक रेजिस्टेन्सको चाहिँ एक्सपर्टिजको चाहिँ हाम्रो देशलाई खाँचो छ। त्यसको लागि पनि म चाहिँ पिएचडी गर्नको लागि गइरहेको छु। मलाई एकदम मन छोएको कुरा चाहिँ त्यो हो वास्तवमा चाहिँ नि होइन। अर्थक्वेक डज नट टेक लाइफ बट स्ट्रक्चर टेक्स होइन भन्ने कुरा चाहिँ एकदमै सही जस्तो लागेको थियो मलाई। ठिक छ, धेरै धेरै बधाई छ, शुभकामना भाइलाई। थ्याङ्क यू।